हेलो साथीहरु, गुड मर्निङ। आजको शुभ बिहानी पनि भइसकिसकेको छ र दिनको नयाँ सुरुवात पनि भइसकिसकेको छ। अन्त हाम्रो मेरो छोरीहरु एकदम रेडी भइसकेको छ। गुड मर्निङ। अब यहाँको टिफिनहरु पनि सबै रेडी भइसकिसकेको छ। छोरीहरु अब स्कुल लाग्न आँटेको छ। मजाले हालेछ होला नि टिफिन बाराजीलाई? पकाउँछ? हिँडेर जानुपर्छ, हिँडेर आउनुपर्छ, मजाले खानुपर्छ हो। अन्त पढाइमा अलिक तेज हुनुपर्छ। के हुनुपर्छ? एकदम धारिलो हुनुपर्छ, बुझ्यो दुवैजना। अन्त ओके साथीहरु, यिनीहरु स्कुल जान आँटेको छ। अब गुड मर्निङ त भन्। साथीहरु 12 बजीको लागि चाहिँ अब माछा राख्दैछ बुढियाले। बनाउने आमै त होला, दादा त छैन है। माछा खुवाइ भने चाहिँ बाराजुले आज लो खान्छ खान्छ। आज लास्ट अन्तिम सट्रेनको काम हो। यहाँ एउटा उपर दिनुपर्ने छ कि यहाँ सिधै बनाएर लगाइदिनु पर्यो। ठ्याक्कै सिधै बोकेर लग्यो, लगाइदियो है। आज लास्ट यति मात्रै लाउनु पर्छ है। त्यहाँनिर घेरा मार्नुपर्छ। घेरा मारेर मुनिबाट सुलाइ गर्नुपर्छ हो। सुलाई चाहिँ के हो? सुलाई चाहिँ तारले दिन टु दिन यसो तान्नुपर्छ। सिकाउँदै गर ल। त्यहाँ चाहिँ बल्ल ओछ्याएर चाहिँ पानी काट्न छोड्नुपर्छ। पानी काट्न छोडेर चाहिँ दिनको रिङ बनाउनु छ। दिनको रिङ बनाके बनाउनुपर्छ। साथीहरु फाइनली दुईजना बुढाबुढीले यत्रो लगाइसक्यौँ है। अब यो अन्तिमसम्म देखाउँछौँ। हो त साथीहरु, मेरो 3टा छोरीहरु यहाँ बसिरहेछ। यहाँनिर आफ्नो आफ्नो धुनमा छन्। टिभीमा टिभी छ, कोही फोनको फोनमै हो। आज आएको एकजना छोरी चाहिँ दार्जिलिङबाट हो। त्यही त नाना त्यस्तो पो छ त। यिनीहरू टिभीमा मस्त छ। सोफियाको हो यो चाहिँ च्यानल। त मम्मी के बनायौ तिमीले चाहिँ? माछा बनायौ? माछा सुप, करेला, सलाद, फिङ्गर। ए पापड हो। अन्त त्यति होला आज है। माछाको लो पनि बनाऊ। अब खाना दिन आँटेको ल त साथीहरु। अब खाना दिन आँटेको अरे। आज हत्तु भयो, कामजोड गराइ भयो। ल त आज चाहिँ हत्तु भयो है साथीहरु। हुन्छ त साथीहरु, आजको लागि यति नै। भोलिको अपडेट गराउँछु तपाईहरुलाई। भोलि फेरि रिङ बनाउनु छ। भोलि चाहिँ बिमको रिङ रड काटेर रिङहरु बनाउनु छ। भोलिको अपडेट गराउँछु तपाईहरुलाई। ओके साथीहरु, ओके गुड नाइट।